हेलो, आज चाहिँ म एक्लै पञ्चरदो बाटो बुइपा बजार कतिजनालाई थाहा छ। म चाहिँ बुइपा बजार झर्दैछु एक्लै छु, साथीहरू पनि कोही पनि छैन है। र झर्दै गर्ने क्रममा चाहिँ मैले जुन बच्चा बेलाको कुराहरू चाहिँ क्याप्चर गर्न मन लाग्यो कि कस्तो याद आयो कि यो चाहिँ हाम्रो बुइपा बजार बुइपाको स्वास्थ्य चौकी है। बुइपा हो यो चाहिँ हाम्रो। अनि म सानो छँदाखेरि चाहिँ केही बिरामीहरू पर्दाखेरि डेली मम्मीले मलाई यहाँ ल्याउनुहुन्थ्यो कि मम्मीसँग आउँथेँ म। अनि विशेष गरेर भदौ त्यस्तै नेवारहरूको विशेष पर्व हैन, लाखे भन्छ नि हो, त्यो चाहिँ यहाँ हुन्थ्यो। हामी बच्चा बेलामा आउँथ्यौँ कि मम्मीहरूले नजानु भन्दै पनि हामी जबरजस्ती भागेर भए पनि आउँथ्यौँ है, केटाकेटीमा त हो हामी। अनि यहाँदेखिको उँधो हाम्रो घर चाहिँ यहाँ तल पर्छ कि म चाहिँ यता मौरीतिर बस्छु। त्यस कारणले गर्दाखेरि आज म ऊपट्टि एक्लै झर्दैछु। म झरेको बाटो चाहिँ यस्तो छ है। रुक्नुहोस् है, म तपाईँहरूलाई अझै अरू कुराहरू पनि देखाउँछु। यो बुइपाको स्वास्थ्य चौकीदेखि चाहिँ हस्पिटलदेखि चाहिँ उस्तै हिँड्न सक्ने मान्छेलाई चाहिँ त्यति धेरै टाइम लाग्दैन पञ्चायतको बाटो बजार पुग्नलाई। अब बजार पुग्न लाग्यो भन्दा पनि हुन्छ, तर म चाहिँ हिँड्न सक्दिनँ कि अलिक धेरै हिँड्दिनँ। हिँड्ने बानी नभएर पनि होला कि बसिराख्ने बानीबाट होला, त्यति धेरै हिँड्न सक्दिनँ। त्यही भएर म बिस्तारै झर्दैछु, हेर्दै गर्नुहोला। पहिला चाहिँ यहाँ यता स्वास्थ्य चौकी निस्किने हस्पिटल निस्किने बाटोमा चाहिँ गेट थियो, तर अहिले चाहिँ सबै भत्केछ, छैन गेटको त नाम निशानै छैन। एउटा यो मात्रै रहेछ हाम्रो पञ्चरदो बाटो बजार। एक्लै यात्रा गर्नु पनि रमाइलो पो हुँदो रहेछ। जङ्गलको बाटो पनि एक्लै आएँ भिडियो बनाउँदै। अनि विशेष गरेर म चाहिँ मम्मीलाई भेट्न हिँडेको है। मम्मीसँग नभेटेको पनि थुप्रो भयो, त्यही भएर मम्मीलाई भेट्न मन लाग्यो। अनि म चाहिँ खासै घरै चाहिँ पुग्दिनँ प्रायः जस्तो, किनकि मेरो क्लास छ भन्दा पनि अनि माथि बस्छु नि त। अनि म खासै झरिराख्न पाउँदिनँ। अनि मम्मी बजार निस्किनुहुन्छ प्रायः जस्तो, म चाहिँ मम्मीलाई बजारमै भेट्छु। बजारमै भेट्ने गर्छु कि म चाहिँ मम्मीलाई। अनि मम्मी पनि त्यही भन्नुहुन्छ, बजारमा झरे नानी हेर्नुहुन्छ। मम्मीले चाहिँ तरकारीहरू ल्याइदिँदै हुनुहुन्छ अरे। विशेष गरेर आमाको माया हो नि त, तरकारीहरू निकालिदिन्छु अब है लिनु भन्नुभयो। अनि म चाहिँ जाँदैछु। के गर्ने, हाम्रो गाडी हिँड्ने बाटो त यस्तो छ। अनि कसरी आउने, हिजो चाहिँ ठुलो पानी परेको कारणले आज चाहिँ गाडीहरू पनि अलिक हिँडिरहेको छैन कि। यहाँ तलतिर अघि फुपूहरू झर्नु भएको थियो गाडीमा, फुपूहरू झर्नु हुँदाखेरि त अनि तलतिर गाडी फस्यो भन्दै सुनाउँदै हुनुहुन्थ्यो मलाई। यस्तो अप्ठ्यारो बाटोमा पनि बाइक चलाइराख्नु भएको छ है। ल यो चाहिँ झर्दै गर्दाखेरि देखिने सिन हो है, यस्तो छ यो बाटो। त पहिला त हामी कति छिटो हिँड्थ्यौँ हो, आजभोलि त हिँड्नै सक्नु छोडिएछ कि के हो। कति धेरै टाढो जस्तो लाग्ने के हो। तल अलिअलि हिँडेको देख्नुहुन्छ कि एकजना मान्छे, उहाँ चाहिँ मेरो पछि हुनुहुन्थ्यो, तर मलाई छोडेर ऊ तल भइसकेछ। बाटो यस्तो छ। अनि यसो गरेर हिँड्नुपर्छ है। बाटो त बाटै छ नि, के गर्नु, गाउँघरको बाटो यस्तै हो, ठिकै छ है। कति सुन्दर फुलहरू बाटोमा झर्दै गर्दाखेरि देखेको फुलहरू है। यो चाहिँ अघि मैले माथिदेखिको एकजना मान्छे चाहिँ यहाँ पुग्नु भइसक्यो भनेर देखाएको थिएँ नि, हो यहीँ हो कि। अनि म चाहिँ माथि देखेको घरमा थिएँ कि त्यति बेला चाहिँ भर्खरै आइपुगेँ म पनि यहाँ। यो देखिरहेको चाहिँ यो बुइपा लालीगुँरास बोर्डिङ हो। यहाँ चाहिँ यस्तो छ, तर गेटमा चाहिँ देखिरहेको छ कि पहिला त यहाँ पनि कति राम्रो थियो। बिस्तारै खोइ सबै कुराहरू चाहिँ लोप हुँदै गइरहेको छ। जुन पहिला देखिने दृश्यहरू थियो त्यस्तो छैन कि। प्रायः जस्तो अहिले मान्छेहरू गाउँमा बस्ने है, सहर मात्रै लाग्ने, सबैजना सहरतिर मात्रै बस्ने भएको कारणले चाहिँ यस्तो छ। गाउँको विकास खासै राम्रो छैन, गाह्रो छ नि। गेटहरू पनि यस्तो भइरहेको छ। पहिला कति राम्रो थियो, अनुमति बेगर भित्र इन्ट्री गर्न पाउँदैन थियो। यहाँ चाहिँ स्टुडेन्टहरू बाहेक गाह्रै थियो। यो चाहिँ देखिरहेको चाहिँ प्रहरी चौकी हो, यो बुइपा बजार।
नजिकै पर्छ यो चाहिँ। अब चाहिँ बजार जान पनि खासै धेरै टाइम लाग्दैन। बाटो चाहिँ यस्तो बाटो थियो। मैले चाहिँ घरदेखि नै भिडियो बनाइन आज। मैले चाहिँ थोरै माथि चाहिँ किनकि म धेरै बिरामी लाग्छ नि त, अनि झर्दै गर्दाखेरि माथि बाटोमा हस्पिटल देखेपछि मम्मीको याद आयो क्या, अनि बनाउँदै आएँ। हेर्दै गर्नु होला है। मलाई छोडेर आउनुहुने मान्छेलाई पनि देखाउँछु कि, तर बजारमा पुगेर मलाई छोडेर आउनु भएर एक्लै आउनु भएको छ नि गाडीमा, मलाई एक्लै यस्तो बाटो हिँडिराख्नु भएको छ नि, म उहाँहरूलाई पनि देखाउँछु ल, बोक्नु हेर्दै गर्नु ल भिडियो। प्रहरी चौकी बुइफा खोटाङ। पहिला चाहिँ बाटो यस्तो थिएन, हामी सानो हुँदाखेरि चाहिँ यतारी निस्किने बाटो थियो, तर अहिले चाहिँ छैन। यो चाहिँ भर्खरै बनेको है प्रहरी चौकी चाहिँ हाम्रो बुइफा बजारको। यो बरको रुखमा चाहिँ हामी प्रायः जहिले नि खेल्थ्यौँ कि, यता निस्केको बेला यो बरको रुखमा हामी चाहिँ एकदमै खेल्ने गर्थ्यौँ। अनि यहाँ नजिक बस्ने ठाउँ थियो, अहिले चाहिँ छैन। यस्तो भइसकिसकेको छ सबै, बाटोहरू यस्तो छ। भन्नुहुन्छ कति धेरै बाटो मात्रै देखाउँछ भनेर होइन, म पनि देखिन्छु नि, हेर्नु होला। एक्लै हिँड्दाको खुसियाली के अनुहारमा छुट्टै चमक देखिरहनु भएको छ नि एक्लै हिँड्दाखेरिको। साथीसँग हिँड्दाखेरि चाहिँ अलिकति अल्छी पनि लाग्ने होइन, अनि अल्छी चाहिँ धेरै लाग्ने के बोल्यो बोल्दै हिँड्यो साथीसँग, अल्छी पनि लाग्ने। ठिकै छ, आज एक्लै आइपुगेँ। रोक्नु ल, थोरै बेडपछि थोरै क्लिप लिन्छु, तर तलतिर पुगेपछि अब चाहिँ म बजार पुग्न लागेँ। गर्नु रुरु गर्दै हिँड्ने त थियो नि, के गर्नु साथी छैन भिडियो बनाउने फोटो खिच्दिने, त्यही भएर यसरी एक्लै भिडियो बनाउँदै गइरहेको छु। मेरो साथी चाहिँ विशेष गरेर यहाँ चाहिँ मेरो साथी सब कुराले साथ छोडे पनि छायाले साथ छोड्दैन नि त, त्यही भएर आफ्नै छायासँग रमाउन सिक्नु पर्दो रहेछ। ल फाइनली हाम्रो बुइफा बजार चाहिँ देखियो है। म चाहिँ बजार माथि आइपुगेँ। हाम्रो बुइफा बजार चाहिँ यस्तो छ है, कतिजनालाई त थाहा छ, यतैतिर रहनुहुनेहरूले चाहिँ। तर मेरो भिडियो चाहिँ सबैजनाले यतिकैले मात्रै हेर्नुहुन्छ भन्ने छैन नि त, कता पुगिरहेको हुन्छ, त्यही भएर हेर्नु होला बजार। तर बजार चाहिँ लागेकै छैन, अहिले नि लाग्ने बेला भएको छैन नि त, छिटै आइहाल्यो। विशेष गरेर हाम्रो बुइफामा चाहिँ दिउँसो बजार लाग्छ के, दिउँसो लाग्ने हो, त्यही भएर अब बजार लाग्ने बेला भएको छैन, एकछिनमा लाग्छ। अहिले त मान्छे पनि छैन रहेछ। ल हेर्नु है, हाम्रो बुइफा बजार चाहिँ यस्तो छ। म चाहिँ आइपुगेँ फाइनल्ली, खुसी भएको अरे के, आइपुगेर म चाहिँ कुद्दैछु टुटु। मम्मी पनि आइपुग्न लाग्नु भयो अरे, भर्खरै फोन गरेको थिएँ। अब चाहिँ एकैचोटि बजार पुगेर फुपूहरूलाई भेटेपछि मात्रै भिडियो बनाउँछु ल, त्यतिन्जेलसम्म हेर्दै गर्नु होला। मलाई छोडेर आउनुहुने चाहिँ यता हुनुहुन्छ है, मलाई छोडेर आउनुहुने एक्लै बनाउने यता कोकु यता हुनुहुन्छ। मलाई अहिले भिडियो बनाउँदै रहेछ के कोकु, मलाई छोडेर आउनुहुने कोकु। बाई बाई। कस्तो लाग्यो मेरो भिडियो, लास्टसम्म हेरेर कमेन्ट गरिदिनु होला।